गाइस हामी अहिले यो विष्णुमती मन्दिर अगाडिको दृश्य हो। विष्णुमती मन्दिर अगाडिको एउटा ठुलो गाउँ आएको छ। त्यो गाउँमा माथि पुरा घरहरू सँगसँगै यहाँनिर एउटा ठुलो एउटा गाई पनि बाँधिएको छ र यसमा गाउँ खालिरहेको छ। यो गौरीमा सबै टोटल गाउँ हो। यो गाउँमा एउटा दिदी हुनुहुन्छ दुर्गा किसान, उहाँले रोपेको गाउँ हो यो। यसलाई यता आइरहेको छ अनि माथि फुल बुन्न लागेको समय यताबाट ड्रम फर्को पानी हालिदिनु परिबाट अनि खेतबारीमा पानी लगाइरहेको छ। हाम्रो बारीको मान्छेहरू लसुनको बारी हालिरहेको छ। एउटा लसुन हो, एउटा खाली बाँझो जग्गा कसैले बनाउनको लागि उहाँहरूले बनाउनु भएको प्लटिङ अनि घरको प्लटिङहरू केही आवश्यक पर्ने यता एउटा घरको प्लटिङ यता छ।